Hello everyone and welcome to my channel English with Mavindra Chamli. If you are here for the first time, please watch this video until the end. Subscribe to the channel and leave your feedback in the comments. Today is day 2 of our English learning journey. We will learn basic introduction. Let's get started. यहाँहरू सबैजनालाई हार्दिक नमस्कार गर्न चाहन्छु, हार्दिक स्वागत गर्न चाहन्छु इङ्ग्लिस विथ मविन्द्र चामलिङ युट्युब च्यानलमा। आज तपाईहरू यो च्यानलमा फर्स्टचोटि हुनुहुन्छ भने यो भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला र आफ्नो फिडब्याक छोड्नुहोला। सल्लाह सुझाव भए तपाईहरूले कमेन्टमा छोड्न सक्नुहुन्छ। अनि त्यस्तै गरेर यो युट्युब च्यानललाई मन परेमा सब्स्क्राइब पनि गर्न सक्नुहुन्छ। आज हामी यो डे 2 है दोस्रो अध्यायमा छौँ र आज हामी आफ्नो परिचयहरू कसरी दिने भन्ने कुरामा चाहिँ इङ्ग्लिसमा थोरै हामी प्र्याक्टिस गर्छौँ। वाट्स योर नेम, हामीले वाट्स योर नेम पनि भन्न सकिन्छ यो बोलीचालीको भाषामा र साधारण दैनिक प्रयोगको भाषामा। यसको स्पेसल चाहिँ वाट इज योर नेम हुन्छ, जसमा चाहिँ माई नेम इज मविन्द्र चामलिङ हैन। त्यस्तै गरेर तपाईले आफ्नो नाम भन्न सक्नुहुन्छ। कसैले चाहिँ वाट इज योर नेम, वाट्स योर नेम भन्यो भने माई नेम इज फलाना, माई नेम इज फलानी यसो भन्न सक्नुहुन्छ। त्यस्तै गरेर हाउ ओल्ड आर यु हैन, तपाईँ कति वर्ष पुग्नुभयो हैन, हाउ ओल्ड आर यु। आई एम 14 इयर्स ओल्ड, आई एम 41 इयर्स ओल्ड यसरी हामी भन्न सकिन्छ। आफ्नो उमेर कति हो त्यसमा चाहिँ तपाईले भन्न सक्नुहुन्छ। हाउ आर यु भनेर तपाईलाई कसैले सोध्यो भने तपाईलाई कस्तो छ भनेर यो सोधिएको, त्यसकारणले तपाईले त्यसमा के भन्न सक्नुहुन्छ भने तपाईलाई यदि सन्चो छ भने, राम्रै छ भने आई एम फाइन थ्याङ्क यू एन्ड यु भन्न सक्नुहुन्छ। यदि तपाईलाई सन्चो छैन भने आई एम नट फाइन एन्ड यु भन्न सक्नुहुन्छ। त्यस्तै गरेर वाट डु यु डु हैन, तपाईँ के गर्नुहुन्छ अर्थात् वाट इज योर जब, तपाईँको चाहिँ काम के हो, पेसा के हो हैन। वाट इज योर प्रोफेसन हैन, तपाईँको चाहिँ काम के हो त, अर्थात् यसमा चाहिँ तपाईँको पेसा व्यवसाय के हो त भनेर कसैले सोध्नुभयो भने आई एम अ टिचर, आई एम अ डक्टर, आई एम अ नर्स यसरी जवाफ दिन सक्नुहुन्छ। यसलाई चाहिँ प्रत्येकचोटि तपाईँले दोहोऱ्याउन सक्नुहुन्छ। अर्को कुरा चाहिँ वेयर आर यु फ्रम भन्यो भने हामी नेपाल विदेशमा भेट भयो भने चाहिँ आइएम फ्रम नेपाल, काठमाडौँमा भेटौँ भयो भने भेटियो भने आइएम फ्रम खोटाङ हैन, खोटाङमै भेट भयो भने आइएम फ्रम हलिसितुवाचोङ म्युनिसिपालिटी वार्ड नम्बर 5 यसरी तपाईँले चाहिँ आफ्नो परिचय दिन सक्नुहुन्छ। थ्याङ्क यू फर वाचिङ, धन्यवाद।